भइरहेकोले यस समारोह कार्यक्रमलाई केही समय पछाडि पुनः निरन्तरता दिने म सबै समक्ष निवेदन गर्न चाहन्छु। आसन गर्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। आसन ग्रहणकै क्रममा श्री जङ्गदलगढ श्री पूर्व नम्बर गढ हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक पूरणचन्द्र भट्ट सरलाई पनि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय पर्साका उप अनुसन्धान निर्देशक सन्तोष ढुङ्गे गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। प्रमुख सुभाष शर्मा सरलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन म अनुरोध। त्यसैगरी अतिथिको आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्न चाहन्छु। यस्तै डिभिजन वन कार्यालयका